ल एकचोटि यो सर्रै भिडियोलाई हेरौँ ल। कालापानी मेरो भनेर काठमाडौँमा गर्दाखेरि उता के असर पर्दछ एक झलक हेरिदिनु त तपाईँहरू सबैजना मिलेर। भन्नु तपाईँहरू काठमाडौँतिरको मान्छेहरूले कालापानी हो हाम्रो भनेर आन्दोलन गर्छन्। कालापानी सुरक्षा कसले गरिरहेछ उनीहरू थाहा छ। कालापानी कस्तो छ भने उनीहरूलाई थाहा छ, त्यो त हामीलाई थाहा छैन। उनीहरूको कारणले हामीलाई यहाँ पास दिनु गाह्रो हुन्छ, पारिवारिक जानु गाह्रो गरिदिन्छ। तिनीहरूले कालापानी हाम्रो भनेर हामीले सुनाउँछ उनीहरूले। बाटोको मतलब छैन ल, कालापानीको बाटो छोडिदिनु तपाईँ। कालापानीमा कालापानी आन्दोलन गर्ने चाहिँ हाम्रो भनेर काठमाडौँमा कसले पनि नगरोस्, किनकि हामीलाई यहाँ समस्या पर्छ। हामी सधैँ ध्यान भेलुका हिँड्ने बाटो हो। नेपालबाट भन्नु त सम्भव छैन, हामीलाई थाहा छ। हाम्रो झुन्नीमा पनि छैन, हाम्रो छोराको पनि सम्भव छैन। हाम्रो रासन पानी जनावर पनि यहीँबाट आउँछ। काठमाडौँमा बसेर जुलुस गरेर बसेको थियो नि, ल झोल्सहरू जाउँ त तिमीहरू कालापानीमा त्यहाँ जाउँ। झोल्सहरू तिमीहरूले देख्यौ, तिमीहरूले यहाँनिर काठमाडौँमा आएर त्यो माइती घरमा गरेर बस्छ नि। ल जाउँ कालापानीमा तिमीहरू जाउँ त जान्छ। म्याकी यार प्ल्याङ दिन जस्तो दिमाग खराब गर्छ। अझ राजीनामा दिए, तिमीहरूले के सोचेको? राजीनामा दिएर खप्लाका खाउला भन्नु? तिमीहरू हेर यसरी नगर। तिमीहरूले यहाँ गएर उतापट्टिको नेपालीहरूलाई दुःख भइसकेको छ। तिमीहरूले गरेर केही फाइदै छैन। के गर्छौ तिमीहरू? आफ्नो परिवार सम्हाल्ने काम गर के है, अर्काको परिवार भाड्ने काम नगर, बिगार्ने काम नगर।